काठ, एल्युमिनियम र यूपीवीसी का झ्यालहरू बीचको भिन्नताहरू। सुरुमा कुरा गरौँ काठको झ्यालको बारेमा। काठको झ्यालले तपाईको घरमा प्राकृतिक सौन्दर्यता र उत्कृष्ट इन्सुलेसन चाहिँ प्रोभाइड गर्ने काम गर्छ। त्यसैगरी क्लासिकल लुक्सका लागि कस्टमाइज पनि गर्न सकिन्छ काठको झ्याललाई चाहिँ। हामीलाई जस्तो डिजाइन चाहियो त्यस्तै डिजाइनहरु चाहिँ कार्विङ गरेर पनि काठको झ्याललाई चाहिँ बनाउन सकिन्छ। त्यसैगरी तपाईको अब काठको झ्यालको लागि चाहिँ सामान्य मर्मतले पनि पुग्छ। बेला बेलामा पेन्टिङ गरेर अथवा पोलिश गरेर चाहिँ त्यसलाई हामीले काठलाई चाहिँ लामो समयसम्म चाहिँ उस्तै पहिलाको जस्तै लुक्समा चाहिँ लिएर आउन सकिन्छ। त्यसैगरी अब तपाईको अरु झ्यालको कम्प्यारिजनमा काठको झ्यालमा चाहिँ सुरुमा चाहिँ अलिकति बढी खर्च लागे तापनि त्यसलाई चाहिँ राम्रो हेरचाह र राम्रो मेन्टेनेन्स दिइराख्ने हो भने चाहिँ यसले दीर्घकालीन रूपमा चाहिँ एकदमै लामो समयसम्म काठको झ्याल चाहिँ टिक्छ। अब त्यसैगरी कुरा गरौँ अब एल्युमिनियमको झ्यालको बारेमा। अब एल्युमिनियमको झ्याल चाहिँ तपाईको आधुनिक हुन्छ, स्लिक हुन्छ र त्यसैगरी पातलो फ्रेम सहित आउने भएको हुनाले यसले गर्दाखेरि चाहिँ घरमा चाहिँ अनावश्यक लोडहरू चाहिँ थपिन जाँदैन र घर तपाईको चाहिँ एकदमै लाइट स्ट्रक्चरको बन्न पनि सक्छ। त्यसैगरी तपाईको चाहिँ यो चाहिँ बलियो पनि हुन्छ र तपाईको मौसम सम्बन्धी मौसमको कारणले गर्दाखेरि यसमा वेयरिङ एन्ड टियरिङ हुने सम्भावना चाहिँ एकदमै कम हुन जान्छ, जसले गर्दाखेरि यो अलिकति लामो समयसम्म पनि टिक्छ। र त्यसैगरी तपाईको यसले चाहिँ एकदमै काठको कम्प्यारिजनमा एकदमै कम इन्सुलेसन प्रदान गर्छ र तर तपाईको यसमा आउने मर्मतको खर्च भने एकदमै न्यून हुन जान्छ। त्यसैले गर्दाखेरि यसलाई चाहिँ तपाईले मोडर्न डिजाइनको घरहरुमा चाहिँ प्रयोग गर्न सक्नुहुन्छ र यसमा आउने खर्च पनि काठको कम्प्यारिजनमा चाहिँ एकदमै कम हुन जान्छ। अब कुरा गरौँ अहिले एकदमै धेरै प्रचलनमा आएको यूपीवीसी को झ्यालको बारेमा। अब यूपीवीसी को झ्याल चाहिँ तपाईको एकदमै सस्तो र इनर्जी एफिसिएन्ट पनि हुन्छ, जसले गर्दाखेरि तपाईको चाहिँ निर्माण लागतमा पनि कमाउने भयो र त्यसले गर्दाखेरि तपाईको अलिकति वातावरण मैत्री पनि हुन जान्छ। त्यसैगरी मर्मतको कुरा गर्दाखेरि यूपीवीसी को झ्यालको लागि चाहिँ एकदमै कम मर्मतको आवश्यकता पर्न जान्छ। खासै त्यस्तो मर्मत गर्नुपर्ने चाहिँ हुँदैन र त्यसैगरी यसलाई चाहिँ सफा गर्न पनि एकदमै धेरै सजिलो छ। र त्यसैगरी यसमा चाहिँ अब मौसमको कारणले गर्दाखेरि जस्तै तातो, चिसो, पानी, झरी, बर्खाले चाहिँ यसमा आउन सक्ने समस्याहरू चाहिँ खासै छैन भन्दा पनि हुन्छ, एकदमै न्यून छ। र तपाईको चाहिँ अब यो झ्याल चाहिँ तपाईको पानीले गर्दाखेरि अथवा मौसमले गर्दाखेरि कुहिने, बिग्रिने, मक्किने र रस्ट हुने सम्भावना चाहिँ यसमा चाहिँ आउँदैन। र अब मूल्यको कुरा गर्दाखेरि चाहिँ यसमा चाहिँ काठ र एल्युमिनियमको कम्प्यारिजनमा सस्तो पनि हुन्छ र तपाईको बजेट मैत्री पनि हुन जान्छ। त्यसैले गर्दाखेरि तपाईको काठको झ्याल हाल्नु अथवा एल्युमिनियमको झ्याल हाल्नु भन्दा चाहिँ यूपीवीसी को झ्याल चाहिँ ठुलो साइजको त्यही मूल्यमा चाहिँ तपाईले अझै धेरै ठुलो साइजको झ्याल पनि हाल्न सक्नुहुन्छ अथवा एउटै साइजको झ्याल हाल्दै हुनुहुन्छ भने पनि त्यो पहिला हालेको झ्याल भन्दा चाहिँ यो यूपीवीसी को झ्याल चाहिँ तपाईको सस्तो पर्न जान्छ। र यी त थिए तपाईहरुको विविध प्रकारका झ्यालको बारेमा केही भिन्नताहरू। र यस्तै जानकारीमूलक भिडियोको लागि म विनायक पन्त र हाम्रो पेज राइज अफ डिजाइन एन्ड कन्स्ट्रक्सनलाई चाहिँ फलो गर्दै गर्नुहोला।